आदरणीय साथीहरू, मेरो युट्युब च्यानल दृष्टि पिएममा तपाईँलाई स्वागत छ। अहिले हामी यस्तो चाहिँ फोहोर ठाउँबाट यसरी हाम्रो साथीहरू खटेर चाहिँ काम गरिराख्नु भएको छ। एकदम जर्जर अवस्था देखिएको छ। हाम्रो यहाँ यी टोलीहरू, हाम्रो साथीहरू यसरी चाहिँ गाडीमा पनि आफ्नो काम गरिराख्नु भएको छ। यो गाडीमा यो ट्र्याक्टरमा लोड्ने काम पनि हाल्ने काम पनि भइरहेछ। एकदम हामी यस्तो खालको अवस्थामा छौँ हामी। एकदमै चाहिँ हाम्रो जुन श्रमदाता साथीहरू यसरी खटिराख्नु भएको छ। हामीले तपाईँलाई देखाइरहेका छौँ साथीहरू। तपाईँले हेर्नुहोस्, यो चाहिँ हामी श्रम संस्कृति यस्तो खालको निकालिरहेका छौँ। नहोस् फेरि पनि भन्दैन छ। अनि यसरी पनि हामीले ट्र्याक्टरहरूमा जय श्रमदान किन हाँसेको फेरि भनेर भन्दाखेरि नि गाह्रो हुन्छ। मेरो साथी, मेरो आदरणीय साथी हुन्छ, त्यही भएर जय श्रमदान भन्नु त ल। साथीहरू, यसरी पनि हामी श्रम गर्ने क्रममा हाम्रो यो चाहिँ नगरपालिकाले सहयोग गर्नुभएको ट्र्याक्टर, यो ट्र्याक्टरमा हामी फोहोर उठाउँदैछौँ। अनि साथीहरू चाहिँ यसरी अगाडि कुदिराख्नु भएको छ, गइराख्नु भएको छ। हामी साथीहरूसँग सँगसँगै छौँ। यो चाहिँ ठ्याक्कै पत्री शनिश्चरीको चाहिँ मन्दिर लाइनको बाटोदेखि अझ पूर्वपट्टिको लाइन हो। यो चाहिँ अब यो गुम्बा लाइनतिर जाने बाटो भनिन्छ यसलाई। हामीले यहाँ आदरणीय दिदीहरू पनि बसिराख्नु भएको छ। दिदी नमस्कार है। दिदी नमस्कार। अनि यसरी हेर्नुहोस् त साथीहरू, यसरी चाहिँ एकदम फोहोर मैला भएर चाहिँ हामी दोस्रो तेस्रोचोटि पनि अब चाहिँ आउने गरी चाहिँ हामी गर्छौँ। बरु चाहिँ सफा गरेर राख्छौँ, सफा सहर बनाउनेछौँ भन्ने अठोटको साथ हामी लागेका छौँ। यहाँ एकदम उमेरले निकै माथि पुग्नु भएको साथीहरू पनि यहाँ खटिराख्नु भएको छ। यहाँ साथीहरू चाहिँ होइन दिदीको बिरुवा भाँच्यो के हो? ए रोप्न चाहिँ आँट्नु भएको? ए ल रोप्नुहोस् है त, रोप्नुहोस्। राम्रो ठाउँ रहेछ, चिसो ठाउँ रहेछ। यतै हो रोप्नु पर्ने? यो चिसो ठाउँ रहेछ, उहाँले रोप्नु खोज्दै हुनुहुन्छ बिरुवा। ल है त, यो पानी पनि मजाले बग्ने रहेछ। यहाँ भटल्न चाहिँ सफा राख्नु पऱ्यो अरे नि दिदी यहाँ। ल हस् धन्यवाद। अनि यसरी चाहिँ हामी ल साथी, बिरुवाहरू चाहिँ नकाटिदिनु है अहिले। यसरी हामी अब यहाँदेखि चाहिँ हामी यहाँदेखि चाहिँ गुम्बा लाइनतिर लाग्दैछौँ। यहाँ धेरै साथीहरू थाकेर पनि बसिराख्नु भएको छ। हेलो नमस्कार। यहाँ पन्जा उहाँ बाँड्दै उहाँले पन्जा बाँड्दै हुनुहुन्छ। आदरणीय साथीहरू, हामी आज विक्रम सञ्जिता तामाङ जो हामीलाई आज यो ओडी होटलले चाहिँ आजको श्रमदाताहरूलाई खाजा नास्ताको व्यवस्था गर्नुभएको थियो। विक्रमजी हुनुहुन्छ, सञ्जिताजी हुनुहुन्छ। म उहाँहरूको नजिक जाँदैछु। आदरणीय साथीहरू, उहाँहरूले चाहिँ आज एकदम बृहत रूपमा चाहिँ हामीलाई हाम्रो श्रमदाताहरूको लागि श्रमदाताको पेट भर्ने गरी चाहिँ उहाँले खुवाउनु भएको छ। म उहाँको नजिक जाँदैछु, उहाँसँग थोरै प्रतिक्रिया पनि लिन्छु। त्योभन्दा अगाडि उहाँलाई यो चाहिँ हामीले यो टी सर्ट भनौँ न, यो श्रमदाताहरूको टी सर्ट चाहिँ हामीले प्रदान गरेका छौँ। मायाको चिनो स्वरूपै भन्दा नि हुन्छ। यहाँ हामीसँग छेउमा हुन्छ विकास सर, त्यसै गरेर हुनुहुन्छ उता धर्मेन्द्र सर। हामीले चाहिँ उहाँहरूको चाहिँ थोरै प्रतिक्रिया लिने कोसिस गरिरहेका छौँ। म पहिला विक्रम सरले उहाँले चाहिँ ग्रहण गरिसकेपछि हामीले विक्रम सर नमस्कार। सर, हजुरको चाहिँ थोरै प्रतिक्रिया पाउन आज तपाईँले एकदम सबै श्रमदाताहरूको पेट भरिने गरी चाहिँ खुवाउनु भएको छ। तपाईँले खुवाउनु भएको कारणले गर्दा हामी पनि बोल्न सक्ने अलिकति साहसी भएको छौँ। सर, थोरै लु तपाईँले यो श्रम संस्कृतिलाई अथवा श्रमदातालाई तपाईँले जुन खाजा नास्ता खुवाउनु भयो यसको विषयमा थोरै प्रतिक्रिया पाउन। अब मलाई त खासै बोल्नु हुँदैन। अब मैले भन्नै पर्दाखेरि जुन निस्वार्थ तपाईँहरूले हाम्रो नगरलाई सरसफाइ कार्यक्रमहरू गर्दै हुनुहुन्छ, जुन श्रमदाताहरूले यो देशभरि नै श्रमदाताहरूले जसरी सरसफाइ अभियान सँगसँगै हामी ग्राउन्ड लेभलबाट हामी काम गरेर आउनुपर्छ नि, यो कुरा एकदम मलाई मनमै लागेको कुरा हो। यसै कारणले गर्दाखेरि पनि
मलाई चाहिँ भित्रैबाट मैले पनि श्रमदाताको लागि केही गरौँ मेरो तर्फबाट गर्नु सक्ने चिज चाहिँ के भन्ने गर्दाखेरि म स्वयं नभ्याए पनि एउटा खाजासम्म बन्दोबस्त गरौँ न भन्ने हिसाबले चाहिँ मैले गरेको हजुरहरूको लागि। हजुर धन्यवाद यहाँलाई। हाम्रो ठ्याक्कै चाहिँ अब हाम्रो सरले भने जस्तै अरू साथीहरूले पनि यो श्रमदाताहरूलाई सहयोग गरिराख्नु भएको छ। उहाँ सबै श्रमदाता श्रममनहरूलाई हाम्रो तर्फबाट सक्छ उसले त्यही सहयोग गर्यो। जस्तो म होटल व्यवसाय भएर मेरो तर्फबाट मैले खाजा नास्ता प्रोभाइड गर्नु सक्छु भने अरू जो हुनुहुन्छ सहयोग गर्ने। तपाईँको होटलमा चाहिँ के व्यवस्था गर्नु भएको छ? होटलमा आउँदाखेरि चाहिँ आउने आगन्तुकहरूलाई चाहिँ के मेरो होटलमा आउँदै गर्दाखेरि एउटा अब 12 गतेदेखि ओपनिङ छ, ग्रान्ड ओपनिङ छ। त्यति बेला चाहिँ अब फ्राइडे लाइभ म्युजिक हुन्छ, सँगसँगै हजुर सेकुवाहरू भट्टी सेकुवा छ, अब होल बडी चिकनहरू छ, खाना पाउँछ यहाँनिर। कस्तो हाम्रो यो मोरङ हस्टेलमा आएर जो बिमारी हुनुहुन्छ यदि बिमारी हुनु आउँदै गर्दाखेरि उहाँहरूलाई पनि अलिकति मध्यनजर गर्दै यदि एकजना कोही बिमारी हुनुहुन्छ उहाँको रुममा हुनुहुन्छ भने यहाँ आएर तपाईँहरूले जति बेला पनि कल गर्नुभयो भने यहाँनिर खाना एभाइलेबल गराउन सक्छौँ। अनि त्यहाँनिर जो रुममा हुनुहुन्छ पुरुवा उहाँहरूलाई चाहिँ एउटा सादा खाना मेरो तर्फ होटलको तर्फबाट फ्री छ, एउटा फ्री छ। अनि बिमारीको लागि जुन चाउलो खाना हुन्छ त्यो जति बेला पनि बनिन्छ त्यो पनि एभाइलेबल फ्री नै हो। त्यो पनि सन्जिता म्याडमको भाषणबाट केही तपाईँको होटलको विषयमा अथवा यो श्रमदाताहरूलाई गर्नुभएको जुन तपाईँले जुन सहयोग गर्नुभएको छ त्यसको विषयमा थोरै बोलिदिनुहोस् न। उहाँलाई त्यति बोल्नु यस्तोतिर आउँदैन, तर उहाँले मैले जे भने उहाँले पनि त्यही हो, किन त्यही भएर एक भएको भनेपछि म्याडमले आयोजन गर्नुभयो, उहाँको भनाइलाई आयोजन गरिदिनु भयो नि त। ल एकदम हृदयदेखि तपाईँलाई चाहिँ हामी सम्पूर्ण श्रमदाता को तर्फबाट तपाईँहरू दुवैजनालाई हामी हृदयदेखि नै धन्यवाद भन्न चाहन्छौँ। धन्यवाद। जय श्रमदान। जय श्रमदान। साथीहरू म तपाईँलाई यस होटलको भित्री डेकोरेसन कस्तो छ भन्ने कुरा देखाइरहेको छु। यो चाहिँ उहाँहरूको भित्री यो होटलभित्रमा भएको दृश्य। यहाँ बुद्ध, त्यसबाट यहाँ एकजना आमाको ठुलो पिक्चर देख्नुहुन्छ। त्यसै गरी यहाँ हाम्रो म्यानेजर साहब हुनुहुन्छ सायद मेरो विचारमा, फेरि गल्ती हुनसक्छ। नमस्कार उहाँ सर। हजुर चाहिँ यहाँ के कर्मचारीको रूपमा कि यो सेयर होल्डर हुनुहुन्छ? हजुर म चाहिँ यहाँको सर्भिस इन्चार्ज। सर्भिस इन्चार्ज हुनुहुन्छ। ठिकै छ। ल तपाईँकै मुखबाट सुन्नु पऱ्यो यहाँ के उपलब्ध हुन्छ? यहाँनिर हामीले उपलब्ध गराउने भनेको हजुरहरूलाई खानाहरूदेखि लिएर अनि हाम्रो चिकन आइटमहरूमा हाम्रो होल चिकन आइटमहरू हुन्छ, त्यसमा ग्रिल चिकनहरू पनि हुन्छ। अनि हामीसँग मोमो आइटमहरू, ब्रेकफास्ट आइटमहरू, हजुरहरू जस्तै अब जिमहरू जानुहुन्छ भने त्यसको लागि हेल्दी खानाहरूको पनि व्यवस्था हामीले गरेका छौँ। अच्छा ल ठिकै छ। अब साथीहरू यहाँनिर हेर्नुभयो भने चाहिँ स्वास्थ्यको लागि अलिक हानिकारक छ। यो चाहिँ अलिक बुझेर गरिदिनु होला। यो चिज पनि पाउँदैछ भने मैले तपाईँलाई देखाएको मात्रै हो। यो निकै महँगो खालको चाहिँ ब्रान्डहरू पनि देखिरहेको छु म। यहाँ महँगोदेखि सस्तोसम्म पनि होला सायद सम्भवतः सबैलाई पस्ने हिसाबले, होइन त? अब त्यो कुरा चाहिँ मैले सोधिनँ, किनभने यो मदिरापान मैले यो श्रमदाताको हिसाबले मैले मदिरापान देखाएँ। त्यसको लागि एकदम माफी चाहन्छु। अनि यसरी ग्राहक साथीहरू पनि यसरी बस्नु सक्नुहुने रहेछ। आज हामीलाई उहाँले चाहिँ एकदम धेरैभन्दा धेरै खानाको व्यवस्था गर्नुभएको थियो। त्यस कारणले गर्दा अहिले हामीले जुन डोनेसन हामीले उपहारको रूपमा दिएको थियौँ, उहाँले यसरी चाहिँ उहाँहरूले चाहिँ टी सर्ट पनि लगाइसक्नु भएको छ। उहाँ पनि अहिले श्रमदाताको रूपमा के अरे चाहिँ भेषमा आउनुभएको छ। एकदम उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु। ल त्यस्तै गरेर म तपाईँलाई यो अलिकति बाहिरको इन्भाइरोमेन्ट पनि देखाउन चाहन्छु। यसरी चाहिँ यस्तो खालको छ। यहाँ यस्तो नानीको पनि एकदम लिइरहेको र त्यस्तो। अनि तत्पश्चात यहाँ चाहिँ म अलिकति बाहिर निस्किने उसमा छु, क्रममा छु। यता चाहिँ किचन छ है साथी हो। अलिकति यहाँ किचन रहेछ। यहाँ साथी किचनबाट साथीले हाई भन्दै हुनुहुन्छ। हेलो भाइ नमस्कार। हजुरको शुभ नाम? मेरो कबिर सापकोटा। कबिर सापकोटा। तपाईँ चाहिँ यहाँ भान्से के भन्छ त्यसलाई? सेफ। हजुर सेफको रूपमा हुँदैछ। ल धन्यवाद मेरो भाइ। त्यसै गरी म थोरै यो चाहिँ हाम्रो जुन पथरी मोरङ हस्पिटल भनेर चिनिन्छ, त्यो ठ्याक्कै त्यसको अपोजिट चाहिँ यहाँ हाम्रो यो ओडी होटल एन्ड रेस्टुरेन्ट भन्ने छ। यही होटल एन्ड रेस्टुरेन्टले चाहिँ हामीलाई आज खाजा नास्ताको व्यवस्था गरिदिएको थियो। अब उहाँहरूले हामीलाई खाजा नास्ता दिनुभएको कारणले गर्दा मात्रै होइन, हामीले अरू बेला पनि उहाँहरूलाई प्रमोट त गर्नुपर्ने हो। तर आज खाजा नास्ताकै कारणले गर्दाखेरि पनि हामी यहाँ आइपुगेका छौँ, यहाँ भेट हुन आइपुगेका छौँ। यसरी चाहिँ हाम्रो प्रवेशद्वार चाहिँ यसरी छ। अनि यसरी प्रवेश गरेर तपाईँ सट्टसँगले यसरी झिलिमिली हेर्दै भित्र पनि छिर्नु सक्नुहुन्छ। यसरी ठ्याक्कसँगले यसरी प्रवेशद्वार छ साथीहरू। तपाईँहरूलाई यो ओडी होटलले चाहिँ धेरै कुराको चाहिँ
तपाईँलाई फेसिलिटी दिन्छ भन्ने कुरा बुझिएको छ। यहाँहरूसँग पनि अहिले म बिदा हुन चाहन्छु। हस्त, नमस्कार।